घरमा गएर गाली गर्नु पर्ने हो कि घरमा गएर सम्झाउनु पर्ने हो? ल राधे मैले पहिला फुपूलाई कति चोटी आरोप लगाए, भिडबाट तलतिर गुल्टेकी थिए, अब घरमा आइ कि आएन? यो कुरा पछि नै गरौँ न फुपू, खाजा बनाएर राखेको छ, खाजा खान जानुहोस्। तिमी भन्ने सर तपाईँ भने होला रोलिङ एक्सन। किनकि तिमी मेरो बाउको एउटै कोखबाट जन्मेको बहिनी हो। म तिमीलाई सबै मान्छेको अगाडि लच्छर पच्छर पारेर बेइज्जत गर्न सक्छु। म सबैको अगाडि लच्छर पच्छर गरेर बेइज्जत पनि गर्न सक्छु। लच्छर पच्छर गरेर बेइज्जत पनि गर्न सक्छु, तर म गर्दिनँ। ओके, किनकि म माइती हुँ, तिम्रो बेइज्जत होइन। मैले किनकि म माइती हो, म तिम्रो बेइज्जत होइन, इज्जत गर्नुपर्छ। ठीक हो, ठिक छ। तिम्रो भाग्यले घरमा बस्यो भने न, बस्यो। तिम्रो भाग्यले नराम्रै झगडा भयो घरमा। ल रोलिङ भाग्यले नराम्रै झगडा भयो। भएको भए पनि आफ्नो माइती थियो, माइती आयो। आफ्नो माइती थिए, माइती आएर बस्नुभयो। बस्यो भने माइती रोलिङ तिम्रो भाग्यले घरमा नराम्रो झगडा भएको भए पनि एक्सन। तिम्रो भाग्यले नराम्रै झगडा भए पनि घरमा कस्तो घरमा? तिम्रो भाग्यले तिम्रो घरमा नराम्रो झगडा भएको भए पनि माइती थियो, तिम्रो भाग्यले नराम्रै घरमा झगडा भए पनि माइती थिए, माइती आएर बस्यो। ल रोलिङ एक्सन। तिम्रो भाग्यले रोलिङ एक्सन। तिम्रो भाग्यले तिम्रो घरमा झगडा भयो नराम्रो, फेरि रोलिङ भन। तिम्रो भाग्यले घरमा नराम्रो झगडा भयो, माइती थिए, माइती आएर बस्यो। भएको भए पनि भन्दै देखेकै छैन। तिम्रो नआत्यो भएन। तिम्रो भाग्यले तिम्रो घरमा नराम्रै झगडा भएको भए ल है त। ल राधे पहिला मैले कतिचोटि फुपूलाई आरोप लगाएँ। ल राधे पहिला मैले कतिचोटि फुपूलाई आरोप लगाएँ। राधे मैले पहिला कतिचोटि फुपूलाई आरोप लगाएँ। त्यसरी भन। ल रोलिङ एक्सन। रोलिङ एक्सन। यो कुरा पछि नै गरौँ न फुपू, भित्र खाजा बनाएर राखेको छ, खाजा खान जानु। आज पनि के खानु उठ्नु पऱ्यो नि, त्यो घरमा यस्तो परेको छ। अब फेरि तपाईँको त टिका लाउने। रोलिङ एक्सन। तपाईँको टिका लाउनलाई हुने भए पनि दाजुभाइ हुनु पर्यो नि। भएको एउटा दाइको पनि कहाँ गएको अहिलेसम्म अत्तो छैन। भएको एउटा दाइको पनि अहिलेसम्म कुनै अत्तो छैन, कहाँ गएको होइन। रोलिङ भएको एउटा दाइको पनि अहिलेसम्म अत्तो छैन क्या रे। ल भन। भएको एउटा दाइको पनि अहिलेसम्म अत्तो छैन क्या रे। राम दाइ पनि जेलतिर पुगिहाल्नु भयो। हाम्रो त घरमै आएर माइती बसेका छन्। राम दाइ पनि जेलतिर पुगिहाल्नु भयो। रोलिङ एक्सन। राम दाइ पनि जेलतिर परिहाल्नु भयो। हुन्छ, पढेर पनि ठिक हो। हाम्रो त घरमै आएर माइती पनि अफुल दादा, हाम्रो त घरमै आएर माइती बसेका छन्, हामीले त मनाउनु परिहाल्यो नि। रोलिङ एक्सन। हाम्रो त घरमै माइती आएर परिहाल्यो नि। तिहारमा तपाईँले कहिले विश्वास गर्नु भएन। रोलिङ अब आफ्नै फुपूलाई सम्झनु हो कि पूजा गरेर अब आफ्नो फुपूलाई सम्झनु हो कि पूजा गरेर यही घरमा राख्ने हो? आफै सोध्नुहोस्। अब आफ्नो फुपूलाई सम्झाउने हो कि पूजा गरेर यही घरमा राख्नु हो कि आफै सोध्नुहोस्। ठिकै छ। तपाईँ एउटा यस्तो बुझ्नेमा फुपूलाई हेर्नु मिल्छ सर? मिल्छ। पुमा हेर्नु न, तपाईँ एउटा यस्तो बुझ्ने आइमी मान्छे भएर पनि तपाईँ यस्तो बुझ्ने आइमी मान्छे भएर पनि हामीले गल्ती गर्दा सम्झाउनु पर्ने ठाउँमा तपाईँ आफै दिया दिदी कोठामा फाल्यो नि धुवाए। तपाईँ एउटा आफै बुझ्ने आइमी मान्छे भएर हामीले गल्ती गर्दा त सम्झाउनु पर्ने ठाउँमा तपाईँ आफैले भाडाको केटालाई दिया दिदी कोठामा पठाएर दिदीले घरबाट निकाल्न खोज्ने। तपाईँ आफै बुझ्ने मान्छे भएर तपाईँ आफै एउटा बुझ्ने केटी मान्छे भएर
ए तपाईँ आफै एउटा बुझ्ने आए मान्छे भएर हामीले सम्झाउनु पर्ने हामीले गल्ती गरेको सम्झाउनु पर्ने हामीले गल्ती गरेको बेलामा सम्झाउनु पर्ने ठाउँमा तपाईँ आफै भाडामा मान्छे ल्याएर दिया दिदीलाई पठाएर दिया दिदीको कोठामा पठाएर दिया दिदीले यो घरबाट निकाल्नु खोज्नु तपाईँ एउटा बुझ्ने मान्छे तपाईँ एउटा बुझ्ने आएमा भएर हामीले गल्ती गरेको सम्झाउनु पर्ने ठाउँमा हामीले गल्ती गरेको ठाउँमा हामीले गल्ती गरे त सम्झाउनु पर्ने ठाउँमा हामीले गल्ती गरे त सम्झाउनु पर्ने ठाउँमा उल्टै दिया दिदीको कोठामा भाडामा केटा ल्याएर भाडाको केटा पठाएर भाडाको केटा पठाएर सुत्न पठाउने दिया दिदीले घर पनि आइपरमा रियाक्सन राखिहाल्छ त्यसो ल अब तपाईँ ल तपाईँ आफै एउटा बुझ्ने आए मान्छे भएर घरमा आइके भिरबाट गुल्टा थिएँ घर पनि आइके होइन के थाहा रोलिङ एक्सन भिडबाट तलतिर गुटेको थिएँ घरमा पनि आइके होइन के थाहा दिएन यो कुरा पछि नै गर्दा पुग्यो खाजा बनाएर राखेको छ खाजा खान जानु रोलिङ एक्सन भिरबाट तलतिर गुल्टेकी थिएँ घरमा पनि आइके होइन रोलिङ एक्सन गाली गर्ने हो कि सम्झाउनु पर्यो गाली गर्ने हो कि सम्झाउनु पर्ने हो अब घरमा गाली गर्नुपर्ने हो कि हाँस्नु गरेर सम्झाउनु पर्ने हो अब घरमा गएर गाली गर्नुपर्ने हो कि घाटमा गएर सम्झाउनु पर्ने हो रोलिङ एक्सन अब हात जोडेर भन्छु फुपू तपाईँ हाम्रो घरबाट गइहाल्नु होइन तपाईँको पछि के भयो भाइ तैँले अर्को कुरा सुनेर आफ्नो निस्केर जा भन्दैछ म कहाँ जाउँ भन्छ तपाईँ एक्कासी के भयो भाइ तैँले अर्को कुरा सुनेर अरूको कुरा सुनेर आफ्नो फुपूलाई घर छोडेर जा भन्दैछ म कहाँ जाउँ भन् त म हात जोडेर बिन्ती गर्छु फुपू म हात जोडेर बिन्ती गर्छु फुपू अब हाम्रो घरबाट गइहाल्नुहोस् गइदिनुहोस् न गइदिनुहोस् रोलिङ एक्सन हात जोडेर बिन्ती गर्छु फुपू म भन्छु रोल त्यही भएर ल एक्सन त्यही भएर न भाइ नजोड न भाइ त्यही भएर म हात अजोड न त्यही अगाडि हात नजोड न त्यही भएर हात जोडेर बिन्ती गर्छु फुपू त्यसै नै फुटेज रोलिङ एक्सन त्यही भएर हात जोडेर बिन्ती गर्छु फुपू तपाईँ हाम्रो घर होइन तपाईँ एक्कासी के भयो भाइ आफ्नै फुपूलाई घर छोडेर जा भन्छस् म कहाँ जाउँ भन् त अर्को सुन्यो भन्नु यो पनि फालिदिनु पऱ्यो त अरूको कुरा सुनेर आफ्नै फुपूलाई घरले जाउँ रोलिङ एक्सन त्यही भएर हात जोडेर बिन्ती गर्छु फुपू तपाईँ हाम्रो घरदेखि गइदिनु होइन एक्कासी के भयो आफ्नै फुपूलाई अरूको कुरा सुनेर घर छोडेर जा भन्छस् म कहाँ जाउँ भन् त भनेपछि राम दाइले गल्ती गर्नुभएको छैन भनेर थाहा छैन भनेपछि राम दाइले गल्ती गर्नु भएको छैन भनेर थाहा रहेछ होइन थाहा छैन भनेपछि राम दाइले गल्ती गर्नु भएको छैन थाहा रहेछ होइन थाहा छ भनेर ए गर्नुभएको छैन भनेर गर्नुभएको छैन भनेर तपाईँलाई थाहा रहेछ होइन रहेछ भनेर छ होइन अनि फुपू भाइ मलाई थाहा छ भाइ दियालाई पनि केही गर्दिनँ जति मैले गरेको गल्ती तिमीहरूले देख्यौ त्यो कुरालाई यही बन्द गरिदेऊ म रामको गल्ती छैन भन्ने कुरा चौकीमा गएर भनिदिन्छु मेरो के छ भनेपछि राम दाइले गल्ती गर्नु भएको छैन भनेको तपाईँलाई भनेपछि राम दाइले गल्ती गर्नु भएको छैन भन्ने कुरा तपाईँलाई थाहा रहेछ होइन रहेछ भनिहाल्छु नि भनेपछि थाहा छ होइन थाहा छैन भनेपछि राम दाइले गल्ती गर्नु भएको छैन भन्ने कुरा मलाई थाहा छ भाइ म दियालाई पनि केही गर्दिनँ मैले गरेको गल्ती तिमीहरूले देखिहाल्यौ यो कुराले यहीँ बन्द गरिदेऊ म रामको गल्ती छैन भनेर चौकी पनि गरेर भनिदिन्छु मलाई थाहा छ भाइ म दियालाई पनि केही गर्दिनँ म दियालाई पनि केही पनि गर्दिनँ मैले गल्ती सबै तिमीहरूले देखिहाल्यो सबै तिमीहरूले देखिहाल्यो भनेपछि राम दाइले गल्ती यो कुरा यहीँ बन्द गरिदेऊ थाहा छ होइन सिन सिधेपछि कट हुन्छ नि उसले त सुरुमै कट हालिदिनु प्ले भएको छैन ल फेरि रेडी हुन्छ ल लिऊ रेडी रोलिङ एक्सन धेरै ठट्टा नगर तैँले कुरा त बुझेको छस् नि त्यो अहिले नि नगरेको
कुरा गराउँछ भन्नुहोस् यो हो हाम्रो एउटा बिल्कुलै फन्छ गाइजहरू। हेलो नमस्ते नमस्ते नमस्ते। आज हामी फेरि पनि देउरानी सुटिङ स्टार्ट गरिसकेका छौँ गाइजहरू। हरेक आइतबार देउरानी हेर्न नबिर्सनु होला। तपाईँलाई सुटिङ दृश्य देखाइरहेको जाने ढोका होइन सुत्ने कोठा जाने कोठा पैसा त्यसपछि जाने ढोका त्रिनेत्र हो कि तीन नेत्र हो? त्रिनेत्र एउटै कुरा हो एउटै हो 3 र 3 महादेवको तीन नेत्र हो। नेत्र भन्छ तर 3 भन्दा चाहिँ खास भने नि अब संस्कृतमा त्रिनेत्र लेखेको छ संस्कृतमा त्रिनेत्र किताबमा त्रिनेत्र लेखेको छ अनि हामी बोलिचाली त्रिनेत्र भन्छ तीन नेत्र भन्छौँ हामी। पैसा देखेपछि महादेवको त्रिनेत्र बल्छ हैन। महादेवको तीन नेत्र। अहिले नै म तँलाई भरे सास गरेर सुत्न जाने कोठा त जाने ढोका सब ठाउँ देखाइदिन्छु ल। अहिले नै म तँलाई भरे त गएर कुन बेलामा जाने कुन कोठामा जाने कुन ढोकाबाट छिर्ने सब देखाइदिन्छु। अहिले नै म तँलाई रोलिङ। अहिले म तँलाई भरे कुन कोठामा सुत्ने कुन ढोकाबाट जाने सब देखाइदिन्छु। अहिले नै गएर देखाइन्छ। भन्छु भन्न भाइ देखाइदिन्छु सबै देखाइदिन्छु। अहिले तँलाई म कुन कोठामा गएर सुत्ने भरे भनौँ न अहिले नै म तँलाई